सक्छ नि होइन एकमै कस्तो कुदिरहेको भाइ जिस्किँदा जिस्किँदै हार्ली किनिसक्यो। अब हामी हार्ली राइड हान्न जाँदैछौँ ल है त। फिट चेक हाम्रो रेडी भइसक्यो। पछाडि एउटा हेलमेट हालेको छु मेरो बाइकको लागि। यहाँ चाहिँ छ हाम्रो ब्ल्याकी सेक्सी भएर बसिरहेको छ। मैले भर्खर धुएको थिएँ भर्खर। जति हेऱ्यो पनि चित्तै बुझ्दैन मलाई त यार आम्मा यसको लुक्स त नि साउन्ड आउने पनि हाल्न मिल्थ्यो तर होइन नेबर्सलाई डिस्टर्ब नगरौँ भन्ने हिसाबले चाहिँ धेरै साह्रो नहानेको हो। किनभने मेरो अलरेडी कम्प्लेन आइसकेको छ। बाइक अब इन्टरनेसनल स्टुडेन्ट भएर यत्रो वर्ष दुलो गरेर फाइनली भन्दा त संसारमा के छ मेरो भाइ जानु पर्यो नि त अब दाजुभाइ हामी राख्नु कुदाउँथ्यो पुऱ्याउँदा यहाँ अहिले घुमाउनु सक्यो तर एकदम केयरफुल हो है। यो त लास्ट भाइ छ नि त। डेन्जर भाइ छ। पहिला यो अनि घुमाउन गाह्रो छ है। घुमाउन हेभी हुन्छ एकदम केयरफुल हो है घुमाउँदाखेरि चाहिँ। सक्छ नि होइन कुदेर आयो नि तिमीले। बटाएर न न्युट्रलमा यसको पनि हाम्रो नेपालको बाइक जस्तै रहेछ होइन तल हिँड्दा अगाडि सबै एउटै